हिब्रू अध्याय 9 को पद 27 मा हेरौँ। अध्याय 9 को पद 27 मा हेर्ने हो भने जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ कतिऔं पल्ट देखा पर्नुहुनेछ, दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति। उहाँको उद्देश्य के हो? उद्धार गर्नको निम्ति उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर लेखिएको छ। असल र खराबको ज्ञान दिने रुखको फल खाएपछि मर्नुबाहेक अर्को विकल्प नभएका मानव जातिलाई बचाउन उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ। यूहन्ना अध्याय 6 मा येशूजुले यसो भन्नुभयो, मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अन्त्यको दिनमा के गर्नेछु? अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु। त्यसो भए उहाँ किन दोस्रो पल्ट आउनु परेको होला? मानिसको पुत्रको देह र रगतद्वारा स्थापना गर्नुभएको नयाँ करारको नियम अहिलेसम्म अस्तित्वमा रहेको भए के उहाँ दोस्रो पल्ट आउन आवश्यक पर्ने थियो र? आवश्यक पर्ने थिएन। तर दुष्ट दियाबलस शैतानले जीवनको सत्यता कुल्चिमिल्ची गर्नेछ र अन्ततः त्यो लोप हुनेछ भन्ने कुरा परमेश्वरलाई पहिले थाहा थियो। तसर्थ गलाती अध्याय 1 मा परमेश्वरले बारम्बार जोड दिनुभएको वचन छ, वास्तवमा अर्को सुसमाचार छैन। मैले प्रचार गरेका कुरा विपरीत अरू केही नसुन्नु। स्वर्गदूतले नै प्रचार गर्यो भने पनि हामीले प्रचार गरेका कुरा बाहेक अरू कुरा नसुन्नु। दानिएल अध्याय 7 र प्रकाश अध्याय 22 मा पनि यसरी जोड दिनुभएको वचन हामी भेट्न सक्छौँ। दुर्भाग्यवश चौथो शताब्दीतिर परमेश्वरले स्थापना गर्नुभएको सत्यताको व्यवस्था र नियम विपरीत सूर्य देवता पुज्ने सिद्धान्तहरू ख्रिस्टियन धर्मको सत्यताझै व्याप्त हुन थाल्यो। सबात दिन लोप भयो, निस्तार चाड लोप भयो, अनि छाप्रवासको चाड पनि लोप भयो। परमेश्वरले स्थापना गर्नुभएको नयाँ करारको सत्यताका सबै नियम र व्यवस्थाहरू पूर्ण रूपमा लोप भए। त्यस बेलादेखि करिब 1600 वर्षको लामो समयावधि बितिसक्यो। हामीले बाँच्नको निम्ति आत्मिक जीवनको मन्ना खानै पर्छ। परमेश्वरले स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ भनेर स्पष्टसित सम्झाउनु भए तापनि हामी चाहिँ जीवनको रोटी अर्थात् स्वर्गीय मन्ना लोप भएको अवस्थामा थियौँ। परमेश्वरले प्रेरित यूहन्नालाई प्रकाश देखाउनु हुँदा जसले जित्छ यसलाई गुप्त मन्ना र नयाँ नाउँ दिनेछु भन्नुभयो। अध्याय 2 को पद 16 मा हेरौँ। प्रकाश अध्याय 2 को पद 16 को वचन हेरौँ। यसकारण पश्चात्ताप गर, नत्र त म तिमी कहाँ चाँडै आउँछु र मेरो मुखको तरवारले तिनीहरूसँग लडाईँ गर्नेछु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई म के दिनेछु? गुप्त मन्नको केही भाग दिनेछु र म त्यसलाई के लेखिएको नयाँ नाउँ लेखिएको एउटा के दिनेछु? सेतो पत्थर दिनेछु जो पाउनेले बाहेक अरू कसैले जान्दैन। अध्याय 2 को पद 17 मा जित्ने व्यक्तिलाई गुप्त राखिएको के दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो। गुप्त मन्न दिने प्रतिज्ञा गर्नुभयो। मन्न दिनुहुने व्यक्तिको हुनुहुन्छ, उहाँले म दिनेछु भन्नुभयो। मन्नको वास्तविकता हुनुभएका येशू ख्रीष्टले यसो भन्नुभएको छ, मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु।